30 डे चटपटे सेलिङ च्यालेन्जको छ आज डे 14। हेलो गाइज वेलकम ब्याक टु माई मिनी ब्लॉग। बिहानै चाहिँ पहिला मैले आलु मटर बोइल गरेर राखिसकेको थिएँ। अनि खुर्सानीको धुलो बनाउनलाई चाहिँ पहिला कडाईमा खुर्सानी भुटे अनि त्यसपछि चाहिँ मिक्सरमा गएर पिसेर धुलो बनाए। चटपटेको सामानहरू बनाइसकेपछि चाहिँ म गड्डा चौकी गए। अलिकति चाहिँ पसलको सामानहरू ल्याउनु पर्ने थियो। सबै सामानहरू किनेर पेमेन्ट गरिसकेपछि चाहिँ म सामान लगेर पसलतिर आए। पसलमा आएर चाहिँ पहिला मैले उतारेर सबै सामानहरू भित्र राखे अनि एक एक गरी सबै सामानहरूको पेटी खोल्दै सामानहरू मिलाउँदै गरे। पहिला चाहिँ पुन्टे चाउचाउको पेटी खोले अनि त्यसपछि चाहिँ वाइवाई चाउचाउको पेटी खोले अनि त्यसपछि चाहिँ एउटा पिर्ती चाउचाउको पेटी पनि खोले अनि दुईटा प्याकेट चाहिँ पूजा नमकिनको पनि ल्याएको थिएँ अनि एउटा प्याकेट चाहिँ टाँगे अनि एउटा प्याकेट चाहिँ राखिदिए। भन्यो भनेपछि चाहिँ आज मैले पसलको लागि चाहिँ धेरै सामानहरू लिएर आएको थिएँ। त्यो चाहिँ गड्डा चौकीदेखि ल्याएको सामानहरू भयो अनि अलिकति चाहिँ मैले मम्मीसँग बनबसादेखि पनि सामानहरू मगाएको थिएँ। अलिअलि कोसिस गर्दा गर्दै चाहिँ मैले आफ्नो आधा पसल चाहिँ भरिसकेँ। अनि आज चाहिँ मेरो दिदी बिहे गरेको 3 महिनापछि चाहिँ दिल्लीदेखि घर आएकी थिए। उलाई चाहिँ 3 महिनापछि भेटेर चाहिँ सबैजनाहरू धेरै इमोसनल भए। खाली यिनीहरूलाई रोको देखेर चाहिँ हजुरहरू पनि रुनुहुन्छ होला सायद, त्यही भएर आजको लागि यति नै।